टु यो दिनमा यति हुन्छ इन्टु 30 दिन काम गर्दाखेरि तपाईलाई हुन्छ 36000। हेलो वेलकम गाइज। आजको भिडियोमा चाहिँ हामी नेपाल बसेर अनलाइन अर्निङ कसरी गर्न सकिन्छ भन्ने टपिकमा ल्याएका छौं र यसको स्टेपहरु के हुन् सबै डिटेलमा एक्सप्लेन छ। सो हजुरहरुले हाम्रो पहिलेको ड्रपशिपिङको भिडियो हेर्नु भएको थियो भने हजुरहरुलाई धेरै नै हेल्प हुनेछ, छिटै बुझ्नुहुन्छ र हेर्नु भएको छैन भने म मजाले डिटेलली एक्सप्लेन गर्छु यो भिडियोमा पनि, किनभने यो भिडियो हाम्रो त्यही पार्ट 1 को अपग्रेडेड भर्जन हो है। सो यसले कसरी काम गर्छ भनेर चाहिँ म हल्का डिटेलली एक्सप्लेन गरिदिन्छु। यो दराज अनलाइन शपिङ भन्ने छ। हजुरहरुले यहाँबाट एउटा प्रोडक्ट सिलेक्ट गर्नुपर्ने हुन्छ, जुनै प्रोडक्ट भए पनि एउटा सिलेक्ट गर्नुपर्ने हुन्छ है। र त्यो प्रोडक्टको जुन प्राइस छ हामीले त्यहाँ जति प्राइस देख्छौं त्यो प्राइसमा आफ्नो जुन प्रफिट राख्ने, अलिकति प्रफिट एड गर्दिन, एउटा फाइनल प्राइस निकाल्दिने। हजुरहरुले सामान सिलेक्ट गरिसकेपछि त्यो सामानको भिडियो फोटोहरु जे जति भेट्नुहुन्छ, जति निकाल्न सक्नुहुन्छ निकालेर आफ्नो सोशल मिडियामा अपलोड गर्ने र त्यसलाई सक्दो प्रमोट गर्ने। र त्यहाँबाट हजुरहरुलाई कस्टमरको धेरै नै मेसेज आउँछ र हजुरहरुले सबै मेसेजहरु रिप्लाई गर्ने, मजाले बोल्ने, त्यो सामानको बारेमा एक्सप्लेन गर्ने र त्यो सामान चाहिँ हजुरले कस्टमरलाई दराजबाटै अर्डर गर्दिने डिटेल फिल गरेर, या अब कस्टमरले आफै दराजमा गएर त्यो सामान अर्डर गर्नु मन पनि प्रफिट चाहिँ हजुरले नै आउँछ। जुन यो हजुरले प्रोसेस सुन्नु भयो, यो प्रोसेस सुन्दा चाहिँ हजुरहरुलाई एकदम हार्ड लाग्यो होला, एकदमै त गर्न सकिदैन, के गर्नुपर्ने छ, टाउको दुखाइ जस्तो लाग्यो होला कि, तर चाहिँ एकदम सजिलो छ, गर्दाखेरि चाहिँ एकदम सजिलो छ है। र स्टार्ट गर्नको लागि चाहिँ के चाहिन्छ भने सुरुमा चाहिँ हाम्रो एउटा बैंक अकाउन्ट चाहिन्छ, नेपालको बैंक अकाउन्ट। र हजुरसँग बैंक अकाउन्ट चाहिँ छैन भने एउटा नागरिकता अनि दुईटा पासपोर्ट साइज फोटो लिएर नजिकको बैंक कुन छ त्यहाँ जानु अनि एउटा बैंक अकाउन्ट खोलिहाल्नु। र सेकेन्डमा हजुरलाई पर्सनल प्यान नम्बर चाहिन्छ र हजुरसँग अलरेडी प्यान नम्बर छ भने राम्रो, यदि छैन भने नजिकको आन्तरिक राजस्व विभागमा जानुस्, नत्र नागरिक एप खोल्नुस् या त वेबसाइटमा जानु अनि एउटा प्यान नम्बर रजिस्टर गरिहाल्नु। पर्सनल प्यान नम्बर, बिजनेस प्यान हैन, पर्सनल प्यान नम्बर। यसमा पैसा लाग्दैन है, फ्रीमा भन्छ। र हामीलाई थर्ड नम्बरमा चाहिन्छ दराज अकाउन्ट है। दराज अकाउन्ट पनि हाम्रो अब दुईटा टाइपको हुन्छ, एउटा चाहिँ नर्मल बायरले युज गर्ने दराज अकाउन्ट र अर्को चाहिँ एफिलिएट अकाउन्ट भन्ने हुन्छ दराजकै। हामीलाई चाहिँ दुईटै अकाउन्ट चाहिन्छ है यो गर्नको लागि, किनभने हामीलाई डबल प्रफिट कमाउनु छ। र हामीलाई लास्टमा चाहिन्छ सोशल मिडिया अकाउन्ट। सोशल मिडिया अकाउन्टमा चाहिँ हजुरलाई टिकटक, इन्स्टा र फेसबुक चाहिन्छ है। फेसबुक चाहिँ हजुरको आफ्नो पर्सनल भयो राम्रो, किनभने त्यहाँनिर सेलर अकाउन्ट खोलेको हुन्छ। र इन्स्टा हाम्रो नर्मल, अब अहिले इन्स्टा खासै नेपालमा चल्दैन र पनि इन्स्टा भयो राम्रो। र मेन चाहिँ टिकटक हो हाम्रो। टिकटकमा चाहिँ राम्रो फलोवर्स भएको आइडी छ भने एकदम राम्रो हजुरलाई है। मेन चाहिँ हाम्रो धेरै कस्टमर आउने भनेको टिकटक र फेसबुकबाट हो। र एउटा लिङ्क ट्री भन्ने एप्लिकेसन छ, त्यो डाउनलोड गर्नु होला। र लिङ्क ट्री एप्लिकेसन डाउनलोड गरिसकेपछि यसलाई साइन अप गर्नु, एउटा एकाउन्ट क्रिएट गर्नु होला। यसमा जिमेल हालेर, जिमेल इमेल हालेर म यहाँ एउटा नयाँ बनाएर देखाउँछु हजुरलाई। साइन अप गरेर म आफ्नो एउटा जिमेल हाल्छु अनि यहाँनिर एकाउन्ट क्रिएट गरेर पनि देखाउँछु। सेम स्टेप फलो गर्नु होला है। आफ्नो जिमेल हाल्ने अनि कन्टिन्यू गरिदिने। र कन्टिन्यू गरिसकेपछि हजुरलाई एउटा युजर नेम माग्छ। युजर नेम चाहिँ जुन अरूले युज गरेको नहोस् है, आफ्नो एउटा एक्स्ट्रा एलेजेन्टेड वाइटी मैले राखेँ र यसलाई कन्टिन्यू गर्दै। र कन्टिन्यू गरिसकेपछि मेरो आइडी बन्यो है। र यसलाई यहाँ बिजनेस के छ, आफ्नो इन्ट्रेस्ट के छ त्यसलाई कन्टिन्यू सिलेक्ट गरिदिनु होला। र सुरुमा चुज प्रोफाइल इमेज आउँछ र यसमा हजुरले आफ्नो फोटो केही छ भने, लोगो केही बनाउनु भएको छ भने, स्टोरको लागि लोगो केही छ भने त्यो पनि सिलेक्ट गर्न सक्नुहुन्छ। म यहाँ प्लसमा क्लिक गर्छु र प्लसमा क्लिक गरेर एउटा लोगो सिलेक्ट गरिदिन्छु है। र चुज गरेर कन्टिन्यू गर्दै र कन्टिन्यू गरिसकेपछि हेर्न सक्नुहुन्छ यहाँ लोगो एड भइसक्यो मेरो। र हाम्रो नेक्स्ट स्टेप छ यहाँ सब्सक्रिप्सनहरू छ अरू होइन, हामीले चाहिँ फ्री भर्जन युज गर्ने यसको, त्यही भएर माथि फ्रीमा क्लिक गर्नु होला र कन्टिन्यू गर्नु। र कन्टिन्यू गरिसकेपछि हाम्रो चाहिँ इन्टरफेस चाहिँ ओपन हुन्छ है। हाम्रो लोगो एड भयो र इन्टरफेस ओपन भइसक्यो। अब हामीले एक्स्ट्रा के एडिट गर्नु छ भने हामी यहाँ थेममा जाऊँ, लेफ्टमा थेम छ, थेममा क्लिक गर्नु होला। र थेममा क्लिक गरिसकेपछि यहाँ प्रोफाइल भन्ने छ, प्रोफाइलमा जानु होला। त्यसरी हामीले लोगोहरू एड गर्न सक्छौँ अनि प्रोफाइलको टाइटल जुन छ, स्टोरको नेम हाल्नु होला। यहाँनिर केही छ तपाईँको स्टोरको नाम है, केही छ भने हाल्नु होला एक्स्ट्रा केही। म अनलाइन स्टोर हालिदिन्छु। त्यसरी यहाँ मुनि बायो भन्ने छ, बायोमा चाहिँ हजुरको स्टोरको थोरै सानो एक्सप्लेन गरिदिनु होला है, थोरै इन्ट्रोडक्सन जस्तो स्टोरको बारेमा, के अनलाइन स्टोर केही हो त्यो टाइपको केही दिनु होला होइन। त्यसरी यहाँ सकिसकेपछि डन गरिदिनु होला। त्यसरी ब्याक गरिदिनु होला है। यो सबै आफै सेभ हुन्छ इन्टरफेसमा गएर।
र सबै सेभ भइसक्यो हेर्न सक्नुहुन्छ र अहिलेलाई हामी यो स्टेप यहीँसम्म छोड्दियौँ र यसको अलिक पछि युज हुन्छ। अब हाम्रो नेक्स्ट स्टेप भनेको दराज आइडी क्रिएट गर्ने। हजुरहरू दराज एप्लिकेसन डाउनलोड गर्नु अनि त्यहाँ लगइन गर्नु होला र लगइन गरिसकेपछि हाम्रो सेटिङमा मिलाउनु पर्ने हुन्छ र यो टपमा माथि देख्नुहुन्छ सेटिङमा जानु होला अनि एकाउन्ट इन्फर्मेसन भन्ने छ त्यहाँ क्लिक गर्नु र त्यहाँनेरि फुल नेम भन्ने छ यो चाहिँ हजुरले सबै करेक्ट डिटेल फिल गर्नुपर्ने हुन्छ है र फुल नेममा क्लिक गर्नु र हजुरको नागरिकतामा जे नाम छ त्यो टाइप गर्नु होला है। जस्तै म मनदीप खड्का लेख्छु है, आफ्नो नाम लेख्छु, त्यसरी मोबाइल नम्बर एड गर्छु र यसको लागि सेक्युरिटी माग्छ तपाईलाई। हजुरहरूले अब पासवर्ड के छ पासवर्डबाट बनाउनु भएको छ भने पासवर्ड टाइप गरेर पनि भेरिफाई गर्न सक्नुहुन्छ र ओटिपीबाट पनि गर्न सक्नुहुन्छ, जिमेल या फोन नम्बर केबाट बनाउनु भएको छ त्यो टाइपबाट है। सो म ओटिपी गरेँ र ओटिपी आइसकेपछि मैले ओटिपी फिल गरिदिएँ र भेरिफाई कोड गरिदिएँ र यति गरिसकेपछि म मोबाइल नम्बर एड गर्न पाएँ र मैले यहाँ आफ्नो मोबाइल नम्बर एड गरेँ र यहाँ ओटिपी आउँछ। मैले ओटिपी फिल गरिसकेपछि मेरो मोबाइल नम्बर एड हुन्छ है र मोबाइल नम्बर एड भइसक्यो, जिमेल पनि एड भइसक्यो र यहाँ जेन्डर छ र जेन्डर हजुरले आफ्नो जे जेन्डर छ त्यो राख्नु होला। मैले मेल राखिदिएँ र त्यसरी यहाँ बर्थडे छ, बर्थडे हजुरको नागरिकतामा ठ्याक्कै जति छ है जति हजुरको रजिस्टर छ त्यति नै बनाउनु होला। मैले आफ्नो अनुसार सिलेक्ट गरेर राखिसकेको छु र कन्फर्म गरिदिनु होला र यति भएपछि हजुरको यो डिटेल दराज आइडीको डिटेल अपग्रेड हुन्छ। नाम पनि यहाँ अपग्रेड भइसक्यो मेरो र सेकेन्ड स्टेप भनेको हाम्रो एफिलिएट एकाउन्ट बनाउने है र यहाँ साइडमा देख्न सक्नुहुन्छ एफिलिएट भन्ने र हजुरले यहाँ एफिलिएटमा क्लिक गरिसकेपछि हजुरले यहाँनिर भेरिफाई गर्न लाउँछ है जिमेलमा अनि यहाँ सेन्डमा थिच्नु होला। सेन्डमा थिचेपछि हजुरलाई ओटिपी आउँछ जिमेलमा र त्यो यहाँनिर क्लिक गरेर जोइनस गरिदिनु र हजुरको आफै रेजिस्टर हुन्छ माई एफिलिएट है र त्यसपछि हाम्रो नेक्स्ट स्टेप माई एकाउन्टमा जानु होला। माई एकाउन्टमा गइसकेपछि यहाँ टपमा देख्न सक्नुहुन्छ यहाँनिर सेटिङको बटन छ र हो त्यहाँ गएर क्लिक गरिदिनु। मेन हाम्रो चाहिँ यो फर्म फिल गर्नुपर्ने हुन्छ है, मेन चाहिँ इम्पोर्टेन्ट यो। हजुरले यो मिस्टेक गर्नु भने हजुरको रजिस्टर हुँदैन, पैसा आउँदैन है। सुरुमा बेसिक फिल गर्नु र यहाँनिर आइएम लोकलमा क्लिक गरिदिनु होला। त्यस पछाडि तपाईँको आइडी कार्डमा के नाम छ त्यही फिल गर्नु होला, फर्स्ट नेम लास्ट नेम अनि नेसनालिटीमा हजुरको नेसनालिटी नम्बर जुन छ यो भनेको हजुरको नागरिकता नम्बर है। हजुरको जुन नागरिकता हुन्छ नि नागरिकताको टपमा एउटा नम्बर हुन्छ है, नागरिकता नम्बर भन्ने हुन्छ, हजुरलाई म देखाइदिन्छु। र हजुरको नयाँ नागरिकता छ भने यहाँ माथि टपमा हुन्छ र पुरानो छ भने यहाँनिर लेखेको यही टपमा हुन्छ है। सो यो दुईवटा हजुरमा कस्तो छ त्यही अनुसार फिल गर्नु होला, सेम हुनुपर्छ। यो चाहिँ उहाँ दराजले चेक गर्छ अनि करेक्ट छ भने मात्र एप्रुभ गरिदिन्छ है। सो यो चाहिँ मिस्टेक नगर्नु होला र मैले यहाँनिर एक्जाम्पलको लागि जे पाइले लेखेको छु। सो हजुर चाहिँ जे सेम छ त्यही ल्याएर हालिदिनु होला। एड्रेस चाहिँ अझ हजुरको कहाँ एड्रेस छ नागरिकताको अनुसार कहाँ छ। हाम्रो नेक्स्ट स्टेप भनेको एकाउन्ट युआरएल, यो भनेको तपाईँको टिकटक एकाउन्टको युआरएल पनि माग्छ यिनीहरूले। सो अब तपाईँको टिकटक एकाउन्टमा जानु होला, त्यहाँनिर सेयर प्रोफाइलमा गएर कपी लिङ्क गर्नु होला है आइडीको अनि त्यो ल्याएर यहाँ टिकटक युआरएल भन्ने छ यहाँनिर टिकटक युआरएलमा पेस्ट गरिदिनु होला र यहाँ डन गरिदिनु है। सो यति गरेपछि हाम्रो फर्स्टको चाहिँ कम्प्लिट भयो र यहाँ ओटिपी हाल्नु भएको छ त्यो चाहिँ लास्टमा हाल्छौँ हामी र सेकेन्डमा जानु हाम्रो ब्याङ्क इन्फोमा। र ब्याङ्क इन्फो सबैभन्दा गाह्रो चाहिँ यो छ है। सो ब्याङ्क इन्फो चाहिँ हजुरले ध्यान दिएर पढ्नु होला र सुरुमा यहाँ बेनिफिसियर नेम भन्ने छ। हजुरले यहाँ बेनिफिसियर नेममा चाहिँ हजुरको के छ नाम, ब्याङ्कमा के नाममा रजिस्टर छ र आइडीमा के नाममा रजिस्टर छ दुईवटा सेम हुनु पर्यो। र म सेम लेखिदिन्छु मनदीप खड्का र बेनिफिसियर एड्रेस भनेको हजुरको एड्रेस कहाँ छ, एड्रेस भनेको अब मेरो उर्लाबारी मोरङ भएको र अर्को हाम्रो छ सिएनआइसी नम्बर भन्ने छ। यो भनेको हजुरको नेपालमा प्राय हुँदैन, यसमा 0 लेखिदिँदा हुन्छ। नर्मली खाली चाहिँ नछुनु, 0 चाहिँ लेखिदिनुहोस् है। त्यसरी मुनि फाइलर र नन फाइलर छ, त्यहाँ फाइलर क्लिक गरिदिनु। त्यसरी ब्याङ्क एकाउन्ट ब्याङ्क टाइपमा ब्याङ्क एकाउन्ट क्लिक गरिदिनु र ब्याङ्क एकाउन्ट कन्ट्री भनेको नेपाल, हामी नेपालमा बस्छौँ। सो ब्याङ्क नेम भनेको अब हजुरको कुन ब्याङ्क रजिस्टर छ है, हजुरको अब कुन छ त्यही सर्च गरेर त्यही लेख्नु होला। मेरो सिद्धार्थ ब्याङ्क छ, सो मैले चाहिँ सिद्धार्थ ब्याङ्क लेखिदिएँ, सिद्धार्थ ब्याङ्क लिमिटेड लेखिदिएँ। र त्यस पछाडि छ हाम्रो ब्याङ्क कोड भन्ने छ है। यो ब्याङ्क कोड चाहिँ हजुरको सबैको ब्याङ्कको आफ्नै हुन्छ। सो के छ तपाईँको ब्याङ्कको त्यो चाहिँ गुगलमा सर्च गर्नुपर्ने हुन्छ है। सो म सिद्धार्थ ब्याङ्कको सर्च गरेर देखाउँछु, हजुरको आफ्नो ब्याङ्क छ भने आफ्नै ब्याङ्कको सर्च गर्नु होला, आइहाल्छ। सो मैले ब्याङ्क नेम यहाँ मजाले लेखिदिएँ सिद्धार्थ ब्याङ्क लिमिटेड। त्यस पछाडि आउँछ ब्याङ्क कोड र यसलाई सर्च गर्न जाऊँ हामी सिद्धार्थ ब्याङ्क कोड अनि हजुरको एड्रेस कहाँ छ त्यहाँ सर्च गर्नु होला। र यहाँ
फाइनेन्शियल नोटिस भन्ने एउटा वेबसाइट छ, त्यो वेबसाइटमा चाहिँ करेक्ट हुन्छ है जहिले पनि। सो यहाँ जानु होला, त्यसैले यहाँ लास्टमा युआरएल ओर्लाबारी ब्रान्च भनेर लेखिरहेछ, हो त्यो चाहिँ हाम्रो ब्याङ्क कोड हो है। यसलाई कपी गर्नु होला, हजुरको आफ्नै हुन्छ। यहाँ ब्याङ्क कोड हो, त्यही हो, त्यो पेस्ट गरिदिनु। त्यस पछाडि आउँछ स्विफ्ट नम्बर भन्ने हुन्छ। स्विफ्ट नम्बर पनि हजुरले गुगलमै सर्च गर्नुपर्ने हुन्छ। सिद्धार्थ ब्याङ्क स्विफ्ट नम्बर भनेर सर्च गर्नु, अन्त आफ्नै ब्याङ्कको स्विफ्ट नम्बर सर्च गर्नु होला। त्यो गरेपछि हजुरको यहाँ आइहाल्छ टपमा है, स्विफ्ट कोड भन्ने छ, त्यसलाई कपी गर्नु होला। सो यहाँ स्विफ्ट कोडमा गएर मैले कपी गरेँ, SIDDNPKXXX भन्ने छ। सो हजुरको आफ्नै हुन्छ। सो मैले यहाँ पेस्ट गरिदिनु, लास्टको 3टा एक्स चाहिँ मैले काटिदिन्छु, किनभने हजुरले अरूहरू पनि सर्च गर्न सक्नुहुन्छ, लास्टको एक्स चाहिँ काट्नै पर्छ। र हाम्रो अर्को रहेको छ ब्याङ्क एड्रेस। यो ब्याङ्क एड्रेस पनि हजुरले एड्रेस सर्च गर्नु होला, ब्याङ्क आफ्नो नाम हालेर सर्च गर्नु होला, ब्याङ्कको नाम हालेर। त्यसपछि यहाँ हेड अफिस हुन्छ, जुन हेड अफिसको वेबसाइट हुन्छ, त्यहाँ क्लिक गर्नु होला। हजुरको आफ्नै ब्याङ्क हेड अफिसको क्लिक गर्नु होला र हजुरको यहाँ टपमा एउटा एड्रेस आउँछ, जस्तै यहाँनिर नक्सलको आएको छ एउटा, त्यसलाई मैले कपी गरेँ, ल यहाँ ल्याएर पेस्ट गरिदिएँ है। सो त्यस पछाडि यहाँ मुनि एकाउन्ट टाइटल आउँछ। यो एकाउन्ट टाइटल भनेको हजुरको के नाममा रजिस्टर छ, जस्तै मेरो मनदीप खड्कामा रजिस्टर छ, म त्यही लेख्छु। यहाँ हजुरको टपमा पनि जुन छ, यहाँ मुनि पनि त्यही हुनुपर्छ है। सो यहाँनिर त्यस पछाडि मुनि ब्याङ्क एकाउन्ट नम्बर छ, हजुरको ब्याङ्कको एकाउन्ट नम्बर राखिदिनु होला। म यहाँनिर ऱ्यान्डम नम्बर हालिदिन्छु, यो चाहिँ मैले एक्जाम्पल देखाउनको लागि हाल्दै हो, यो चाहिँ हजुरको मिल्नुपर्ने हुन्छ। र हाम्रो नेक्स्ट छ ट्याक्स इन्फो, र ट्याक्स इन्फोमा क्लिक गरेर यस थिच्नु होला है। यसलाई नथिच्यो भने यो रिजेक्ट हुन्छ, यस चाहिँ थिच्नुपर्छ। अनि यहाँ भ्याट नम्बर भनेको छ, हजुरको अघि जुन मैले भनेको थिएँ हजुरलाई यहाँनिर प्यान नम्बर आफ्नो पर्सनल प्यान बनाउनु भनेर, यहाँनिर नम्बर हुन्छ, हो त्यो नम्बर चाहिँ ल्याएर हजुरले यहाँनिर ल्याएर हालिदिनु पर्ने हुन्छ, तपाईँको त्यहाँ फिल गर्नुपर्ने हुन्छ है। मैले त्यही भएर यहाँनिर फिल गर्न चाहिन्छ भनेर त्यो बनाउनु भनेको थिएँ, मैले यहाँ ऱ्यान्डम नम्बर हालिदिएँ। हजुरको यहाँनिर आफ्नो जुन रजिस्टर गरेर हाल्नुभएको हुन्छ आफ्नो पर्सनल प्यान, त्यो लिएर हाल्नु होला है। लास्टमा हाम्रो बेसिक इन्फोमा आउँदाखेरि यहाँनिर कोड हामीले कोड ओटिपी यहाँनिर भेरिफाई गरेको थिएनौँ, लास्टमा यो भेरिफाई गर्नुपर्ने हुन्छ है। सो हजुरले त्यो ओटिपी सेन्ड गर्नु होला, जिमेलमा आउँछ, त्यो ल्याएर भेरिफाई गरेर कन्फर्म गरिदिनु होला है। र कन्फर्म गरिसकेपछि सबमिटेड हुन्छ। अनि हजुरको यहाँनिर प्रोसेसिङ भनेर देखाउँछ, अन्डर रिभ्यू भनेर देखाएको हुन्छ। र हजुरले यहाँ टपमा हेर्न सक्नुहुन्छ, मिनिमम 50 रुपिज भइसकेपछि यो हजुरको रिभिङबाट एप्रुभमा पुग्छ है। त्यो 50 रुपिज कमाउनु चाहिँ हजुरले एफिलिएटमा अगाडि भन्छु के कसरी गर्ने भनेर, यो चाहिँ 50 कटिसकेपछि हजुरको एप्रुभ हुन्छ है। म एप्रुभ भएको पनि देखाउँछु हजुरलाई। मेरो चाहिँ यहाँ अलरेडी एप्रुभ भएको छ है, यो रियल एकाउन्टमा एप्रुभ भएको छ। सो हेर्न सक्नुहुन्छ मेरो डिटेल के फिल भएको छ भनेर। नर्मली मेरो आफ्नै पर्सनल डिटेल छ, सो यही डिटेल हजुरहरूले फिल गर्नु होला। र ट्याक्सहरू सबै मैले भनेअनुसार नै फिल गरेको छु। अब हजुरहरूलाई चाहिने रिक्वायरमेन्ट त सबै फुलफिल गरिसक्नुभयो, सबै सोसियल मिडिया एकाउन्टद्वारा सबै एकाउन्ट बन्न सक्नुभयो। अब नेक्स्ट स्टेप चाहिँ के हो भन्दाखेरि हजुरले अब 4-5वटा स्टेप फलो गर्नुपर्ने हुन्छ है। त्यस चाहिँ मार्केटिङ र एडभर्टाइजिङको लागि। र हामीले प्रोडक्ट सेलेक्सन चाहिँ दराजबाट गर्छौँ, र अर्को नियर बाई मार्केट भन्ने हुन्छ। सुरुमा दराजको कुरा गरौँ, हजुरहरू दराजमा जानुहुन्छ, दराजमा हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै सामान पाउनुहुन्छ है, जे भन्नुहुन्छ त्यही सामान पाउनुहुन्छ। त्यहाँ हजुरले सामान खोज्नुपर्ने हुन्छ, कुन चाहिँ हजुरलाई बेस्ट लाग्छ। अहिले चलेको भनेको प्राय इयरबडहरू छ, म इयरबडकै एक्जाम्पल दिन्छु हजुरहरूलाई। यहाँ हेर्न सक्नुहुन्छ 1699 मा एउटा इयरबड छ। यहाँ हजुरले अरू पनि जति सामान पाउनुहुन्छ त्यो सामानको चाहिँ तपाईँले फोटो भिडियो जे जति सक्नुहुन्छ त्यसको बारेमा डिटेल निकाल्नु पर्ने हुन्छ, र फोटो कलेक्सन गर्नुपर्ने हुन्छ, भिडियो कलेक्सन गर्नुपर्ने हुन्छ। त्यसको डिस्क्रिप्सन डिटेलहरू के हो, प्राइस के कति, हजुरले अब प्रफिट राखेर के कति हो, सबै एकचोटि डिटेलमा फिल साइडमा अब नोटमा राख्नुहुन्छ, केमा राख्नुहुन्छ, हजुरहरूले त्यो राख्नुपर्ने हुन्छ है, बनाएर राख्नुपर्ने हुन्छ। म त्यो पनि तपाईँलाई देखाइदिन्छु अहिले नेक्स्ट स्टेपमा। त्यो चाहिँ मैले डिटेल अहिले भनिदिइरहेको। र हजुरहरूसँग जति पनि भिडियो फोटोहरू छ होइन, जति पनि एडभर्टाइजिङको सोर्स छ, हजुरहरूले अब टिकटक र फेसबुकमा हाल्नुपर्ने हुन्छ। सो हजुरले यहाँ देख्न सक्नुहुन्छ टिकटकमा हजुर अरूले पनि त्यसरी नै प्रमोसन मजाले गरिराख्नु भएको छ। सो हजुरले पनि यही सिमिलर कन्सेप्ट युज गरेर पनि तपाईँहरू प्रमोसन गर्न सक्नुहुन्छ, र हजुरले पेड प्रमोसन पनि गर्न सक्नुहुन्छ, त्यो चाहिँ रेकमेन्ड गर्दिनँ म। र हजुरहरूले एक्जाम्पलको लागि म एउटा भिडियो पनि देखाउँछु, मैले एउटा आइडीमा भिडियो अपलोड गरेको थिएँ एयरबडको है। सो यो टाइपको भिडियो त यसरी एडिट गरेको थिएँ मैले, नर्मली यसरी हालेको थिएँ, राम्रो रिच आएको थियो 2500 को। प्रमोट गर्ने धेरै नै तरिका छ, हजुरले आफ्नो कन्सेप्ट युज गरेर पनि प्रमोट गर्न सक्नुहुन्छ, धेरै तरिका छ। जस भिडियो हालेर प्रमोट गर्नु पर्यो, जस कस्टमर भटामा रिच चाहिँ पुऱ्याउनु पर्यो।
र हाम्रो अर्को स्टेप छ फेसबुकमा कसरी प्रमोट गर्ने भनेर। फेसबुकमा अब हजुरको पुरानो एकाउन्ट भए झन् राम्रो, पुरानो एकाउन्टमा सेलर एकाउन्ट खोलेको हुन्छ र त्यहाँ जानु होला र त्यहाँ गइसकेपछि मार्केट प्लेसमा गएर हजुरले क्रिएट लिस्टिङमा जानु र वान आइटममा गर्नु होला। वान आइटममा गइसकेपछि हजुरले जुन फोटोहरू जुन हुन्छ भिडियोहरू हुन्छ यहाँनिर एड गरिदिनु होला हजुरले। हजुरलाई म एक्जाम्पल पनि देखाउँछु एउटा है, मेरो अलरेडी लिस्टिङ छ त्यसलाई म ओपन गरेर देखाउँछु। सो मैले एसएसटी को एउटा राखेको थिएँ। यसरी टाइटल राख्नु होला, के बेच्नु हुँदैछ त्यो टाइटल राख्नु होला, त्यसको प्राइस राख्नु होला, फोटोहरू क्लियर होस् है, त्यो प्राइस राखेर अनि क्याटेगोरी के हो अनि कन्डिसन कस्तो छ, नयाँ हो कि युज हो त्यो राख्नु होला। मैले नयाँ राख्दै छु र यहाँ डिस्क्रिप्सनमा हजुरको प्राइस सबै क्लियर होस् र के हजुरले भन्न खोज्नुभएको त्यहाँ क्लियर हो है। त्यहाँनिर प्राइसहरू क्लियर हुनु पर्यो, डेलिभरी फ्री के कस्तो, अनि यहाँनिर ब्रान्ड हो भने ब्रान्ड सबै सिलेक्ट गर्नु होला। लोकेसन चाहिँ हजुरले काठमाडौँ राख्नु होला, किनभने काठमाडौँमा सबैभन्दा धेरै बिक्छ है, म चाहिँ भनिदिन्छु काठमाडौँ सबैभन्दा धेरै बिक्छ। र त्यही लिस्टिङ तपाईँले पूर्वमा राख्न सक्नुहुन्छ, पश्चिममा राख्न सक्नुहुन्छ, नेपालैभरि राख्न सक्नुहुन्छ है। र हजुरले चाहिँ फेसबुकमा चाहिँ मार्केट प्लेसको युज गरेर हजुरले म्याक्सिमम सामान चाहिँ तपाईँले सेल गर्न सक्नुहुन्छ है। म हजुरलाई मार्केट प्लेसमा अब कसरी टक गर्ने, कसरी कस्टमरलाई ह्यान्डल गर्ने, कसरी कमिसन या त प्रफिट भनौँ न, कसरी प्रफिट लिने त्यो पनि म हजुरलाई अगाडि देखाउँछु। र हजुरले पब्लिस गरिसकेपछि हजुरको एड चाहिँ अब जसरी अगाडि जान्छ, अगाडि गएर कस्तो देखिन्छ म त्यो पनि भनिदिन्छु, देखाइदिन्छु। हजुरको पब्लिस भइसकेपछि हजुरको फोटोहरू यसरी आउँछ टपमा हजुरले अपलोड गरेको, र यहाँ डिस्क्रिप्सनमा हजुरको प्राइसहरू के लेख्नु भएको छ त्यो आउँछ, र हजुरको प्रोफाइल कति स्टार छ त्यो पनि आउँछ है। यो त हाम्रो दराजको प्रमोसन कसरी गर्ने भनेर भयो। र हाम्रो अर्को चाहिँ के अप्सन छ भने है, त्यसमा चाहिँ अलिकति रिसर्च गर्नुपर्ने हुन्छ। तपाईँको नियर बाई मार्केटमा होइन के सामान छ त, जस्तै काठमाडौँ हुन्छ भने तपाईँहरू अब सामानहरू खोज्न सक्नुहुन्छ, किनभने दराजमा त कमिसन लिएर काम गरेको हुन्छ। तपाईँको रियल मार्केटमा गएर त्यही सामान खोज्नु भने दराजभन्दा अलिक सस्तो पाउनुहुन्छ, र तपाईँले मार्केट प्लेसमा दराजभन्दा सस्तो सामान सस्तो रेटमा हाल्नुभयो भने तपाईँको अझै झनै बढी रिच आउँछ है, त्यो पनि हेर्न सक्नुहुन्छ तपाईँले। त्यसमा चाहिँ तपाईँले अब दराजमा चाहिँ अब सिपिङ डेलिभरीको झन्झट लिनु परेन, र तपाईँले बाहिरबाट गर्नुभयो भने बाहिर सामान खोजेर त्यसरी फोटो खिचेर हालिदिनु भयो भने चाहिँ डेलिभरी हजुरले आफै गरिदिनु पर्ने हुन्छ है, त्यति चाहिँ फरक छ। सो यो प्रोसेसमा चाहिँ हजुरलाई म दराजको जुनै पनि प्रोडक्टमा है, जुन तपाईँको एफिलिएटको जुन एकाउन्ट छ त्यहाँ लगेर कसरी पैसा कमाउने भनेर म देखाउँछु। सो तपाईँको चाहिँ फर्स्ट काम चाहिँ के हो भने जति पनि प्रोडक्ट छ खोज्नुपर्छ, तपाईँले प्रोडक्ट खोज्ने अनि त्यसलाई एड टु कार्ट गर्दै बस्ने, प्रोडक्ट खोज्ने एड टु कार्ट गर्ने, जति जति राम्रो प्रोडक्ट छ सबलाई एड टु कार्ट गर्ने। जस्तै म तपाईँलाई एक्जाम्पल यहाँ गरेर देखाउँछु। यहाँ प्रोडक्टहरू जति पनि छ हेर्न सक्नुहुन्छ, इयरबडहरू छ, र म एउटा ओपन गर्छु यहाँनिर, र एउटा ओपन गरेर यसलाई एड टु कार्ट गरिदिन्छु। त्यो चाहिँ कार्टमा गएर बसेको हुन्छ र त्यसलाई ओपन गर्नु होला। ओपन गरेर यो हार्टको छेउमा हेर्न सक्नुहुन्छ सेयर छ, सेयरमा गएर कपी लिङ्क गर्नु होला। सो यो कपी लिङ्क गरेपछि ब्याक गर्नु, ब्याक गरेर हजुरको जुन त्यो माई एकाउन्टमा गएर माई एफिलिएट जुन छ त्यहाँ जानु होला। त्यहाँ जाने बित्तिकै हजुरलाई यहाँनिर अन भनेर आउँछ, हजुरले डाइरेक्ट अनमा थिचेर कपी लिङ्क गर्दा पनि हुन्छ, या त तपाईँ यस्तो आएन भने यो क्रस गरिदिनु, यस्तो आएन भने यहाँ टपमा जानु होला। यहाँ टपमा हजुरको लिङ्कको बटन छ, त्यहाँ क्लिक गरिसकेपछि हजुरलाई अर्को पेजमा लान्छ, आइटम लिङ्क भन्ने हुन्छ, त्यहाँदेखि अघि तपाईँले ल्याएको लिङ्क चाहिँ यहाँ पेस्ट गरिदिनु होला, आइटमको लिङ्क अनि प्रोडक्टको लिङ्क हुन्छ, अनि त्यो ल्याएर कन्फर्म गरिसकेपछि हजुरलाई यो इन्टरफेस आउँछ, लिङ्क डिटेक्टेड हुन्छ है। अनि तपाईँले त्यहाँनिर अन भन्ने देख्नुहुन्छ माथि रातो 5% भन्ने, त्यहाँ गएर एकचोटि क्लिक गरिदिनु होला। अनि त्यहाँ क्लिक गरिसकेपछि यहाँ अन रुपिज यति भन्ने हुन्छ, त्यहाँ गएर क्लिक गर्नु, अनि वान स्टेप टु सेयर भन्ने हुन्छ, त्यहाँ क्लिक गरिसकेपछि हजुरलाई एउटा लिङ्क दिन्छ, लिङ्क कपी गर्नुपर्ने हुन्छ। अब हामीले चाहिँ मेन प्रमोट गर्ने लिङ्क भनेको चाहिँ यो, यसलाई एउटा नोटमा लगेर पेस्ट गर्नु होला, र अरू लिङ्क के छ मेन प्रोडक्टको लिङ्क हो, यो चाहिँ हटाइदिउँ। मेन प्रमोट गर्नुपर्ने लिङ्क चाहिँ मुनिको हो, र यसलाई कपी गर्नु पर्ला, यो लिङ्कलाई कपी गरौँ र लगेर अघि हाम्रो लिङ्क ट्री भन्ने एप्लिकेसन थियो यहाँ लगेर हामी अब हाम्रो इन्टरफेस एडिट गर्छौँ है। अब हामी हाम्रो पेज बनाउँछौँ, यहाँनिर यहाँ एडिटमा जानु होला, एडिटमा गएपछि न्यू लिङ्क भन्ने छ, एड न्यू लिङ्क भन्ने छ, त्यहाँ जानु, अनि यहाँ टपमा युआरएल भन्ने चाहिँ हेर्नु छ, त्यहाँ माथिको लगेर त्यो आएको लिङ्क पेस्ट गरिदिनु, अनि यहाँनिर गो थिच्नु होला, एरोको बटन छ त्यहाँ थिच्नु होला, र सबै काम यसले आफै गर्छ। र हजुरले यो लिङ्क ट्री भेरिफाई गर्नु भएको छैन भने त्यहाँनिर भेरिफाई भन्ने आउँछ, भेरिफाई गर्नु होला, अनि मात्र काम गर्छ यसले। सो यहाँ आफै लिङ्क एड भइसकेको छ, अनि यहाँनिर नामहरू डिस्क्रिप्सन सबै एड गरेको छ यसले। तपाईँहरूले आफ्नो नाम पनि एड गर्न सक्नुहुन्छ, जस्तै अब यहाँ लामो नाम छ, त्यहाँनिर दराजमा जे नाम छ यसले त्यही नाम ल्याएर हालिदियो। सो यसलाई म चाहिँ अब यहाँनिर इयरबड मात्र लेख्छु, गेमिङ इयरबड लेखिदिन्छु।
र गेमिङ इयरबड लेखिसकेपछि यो टाइटल भयो। यहाँ मुनि थम्बनेल लेख्न सक्नुहुन्छ। थम्बनेल अब तपाईँलाई आफ्नै जुन नयाँ केही छ भने त्यसलाई पनि हालिदिन सक्नुहुन्छ। मैले चाहिँ एउटा इयरबडकै फोटो हालिदिएको छु र यहाँनिर एड भइसक्यो। त्यसपछि डन थिदिनु होला। यहाँ रिसेन्ट भेरिफाई माथि लेखिरहनु भएको छ, यसलाई चाहिँ भेरिफाई गर्नु होला। कोड आउँछ अनि भेरिफाई गर्नु अनि मात्र काम गर्छ। त्यस पछाडि यहाँ मुनि गेमिङ इयरबडमा अन अफ गरिसकेपछि हजुरको मेन इन्टरफेस हुन्छ, त्यहाँनिर इयरबड देखाएर सो गर्न थाल्छ है। सो हाम्रो चाहिँ यो इन्टरफेसमा इयरबड पनि एड भयो है। सो यसरी नै म अब धेरै प्रोडक्टहरू एड गरेर सबै फिनिसिङ पेजलाई फिनिसिङ गरेर आफ्नो तरिकाले फिनिसिङ गरेर देखाउँछु। सो यो चाहिँ मैले पेजलाई एडिट गरेर नामहरू चेन्ज गरेर डिस्क्रिप्सन चेन्ज गरेर एक दुईवटा प्रोडक्टहरू एड गरेर सबै त फिनिसिङ सकेर देखाएको छु। यति गरेँ मैले है। सो यस पछाडि यहाँ तपाईँले सेयर देख्न सक्नुहुन्छ। सो यहाँ सेयर छ, सेयरमा गएर क्लिक गर्नु अनि कपी लिङ्क गरिदिनु। सो यसलाई ब्याक गरेर हामी टिकटकमा जान्छौँ र एडिट प्रोफाइलमा जानु होला। यहाँनिर मुनि देख्न सक्नुहुन्छ लिङ्क भन्ने हुन्छ, लिङ्कमा जानु अनि वेबसाइट भन्ने छ, वेबसाइटमा गएर हजुर यो अगाडि जे छ त्यो क्यान्सल गरेर कट गरेर हजुरको अघि भर्खर ल्याएको लिङ्क चाहिँ यहाँ पेस्ट गरिदिनु अनि सेभ गरिदिनु होला है। हजुरले यति गरिसकेपछि हजुरको टिकटक प्रोफाइलमा यो लिङ्क ट्रीको लिङ्क आएर बसिन्छ है। जब कसैले हजुरको भिडियो हेर्नुहुन्छ राम्रो लाग्यो अनि त्यो सामान किन्नु पर्यो भने हजुरको यो प्रोफाइलमा लिङ्कमा आएर क्लिक गर्नुहुन्छ अनि हजुरले अघि डिजाइन गर्नुभएको जुन पेज छ लिङ्क ट्रीको त्यहाँ पुर्याइदिन्छ अनि हजुरको लागि सबै प्रोडक्टहरू सो गरिदिन्छ। अनि किन्ने मान्छेले एकचोटि टच गरिदिनु भयो भने सिधै लगेर हजुरलाई दरवाजामा पुर्याइदिन्छ है। सो यो प्रोसेसमा चाहिँ म हजुरहरूलाई अब फेसबुक मार्केट प्लेसमा होइन सामान हालेको हुन्छु नि, त्यो सामानबाट मेसेज आउँछ कस्टमरको कसरी ह्यान्डल गर्ने, कसरी प्रफिट निकाल्ने, डबल प्रफिट कसरी निकाल्ने, अर्डर गर्नेसम्म के प्रोसेस हुन्छ म तपाईँलाई त्यो सिकाउँछु है। हजुरहरू हेर्न सक्नुहुन्छ सबै सामानहरू प्रायः डिस्क्रिप्सनमा मजाले फिल गरेर हालेको छ, फिल गरेर अपलोड गरेको छ है। सो हजुरहरू पनि यसरी अपलोड गर्न सक्नुहुन्छ। र हाम्रो नेक्स्ट स्टेप चाहिँ के हो भने सबै फिल गरिसकेपछि हजुरहरूलाई अब एउटा कस्टमरको मेसेज आउँछ। सामान मन परिसकेपछि कस्टमरको मेसेज आउँछ है। यो सामान हेर्न सक्नुहुन्छ इयरबड र वाच कम्बोमा हालेको थियो 1299 मा र यसको म मेसेज हजुरलाई देखाउँछु कसरी प्रफिट निकालेको छ भनेर है। सो अगाडि जाम सी कन्भर्सेसनमा र हजुरलाई कस्टमरको टपमा मेसेज आउँछ र हजुरले अब सामानको फोटोहरू हालिदिनुपर्छ, के कस्तो छ भिडियो छ भने भिडियो हालिदिनुपर्छ यसरी कस्तो कन्डिसनमा छ भनेर। र त्यस पछाडि यो प्रोडक्टको डिस्क्रिप्सनमा जे थियो यहाँ कपी गरेर पेस्ट गरिदिनुपर्छ र हजुरले बिस्तारै हेर्न सक्नुहुन्छ कसरी कुरा गरेको छ भनेर है। हजुर यो चाहिँ मैले डेमोको लागि आफै मेसेज गरेर देखाएको, हजुरले कस्टमरलाई पनि यसरी मेसेज गर्न सक्नुहुन्छ। जब हजुरको अर्डर कन्फर्म भइसक्छ, पेमेन्ट आइसक्छ, हजुरको प्रफिट आइसक्छ र हजुरले नेम एड्रेस र कन्ट्याक्ट चाहिँ माग्नु भएको पर्ने हुन्छ है। त्यो कन्ट्याक्ट अनुसार हजुरले चाहिँ अगाडि अब त्यो सामान चाहिँ कस्टमरलाई डेलिभर गरिदिनु पर्ने हुन्छ दराजबाट। सो अलरेडी मैले सिकाए जसरी जब तपाईँले त्यो सामानको एफिलिएट लिङ्क निकालेर राख्नुभएको हुन्छ, अगाडि तपाईँले क्लिपमा केमा राख्नुभएको हुन्छ या त वेबसाइटमै बनाएर राखेको हुन्छ, त्यो वेबसाइटमा गएर आफै क्लिक गर्नु होला है। अनि त्यहाँ क्लिक गरिसकेपछि हजुरलाई यो डाइरेक्ट दराजमा ल्याउँछ। दराजमा ल्याइसकेपछि एड टु कार्ट गरिदिनु होला र हजुरले यो प्रोडक्ट चाहिँ एड टु कार्ट गरिदिनु होला। एड टु कार्ट गरिसकेपछि सबै प्रोडक्टहरू चाहिँ कार्टमा गएर बसिरहेको हुन्छ। अनि तपाईँको त दुईवटा कम्बो सेट हो, त्यही भएर हजुरले जुन अर्डर गर्नुपर्ने छ त्यही सिलेक्ट गर्नु होला अनि चेकआउटमा थिचिदिनु होला है। चेकआउट थिचेपछि यहाँ माथि एड एड्रेस गरिदिनु होला अनि कस्टमरले अब नेम एड्रेस अनि कन्ट्याक्ट के दिएको हुन्छ सेम त्यही फिल गर्नु होला, केही मिस्टेक नगरिकन है। र नेम यहाँनिर देख्न सक्नुहुन्छ, त्यही नेम म यहाँनिर मार्क गरेर त्यही नेम यहाँनिर नेम एड्रेस छ, नेम म फिल गरिदिन्छु र त्यही अनुसार यहाँनिर फोन नम्बर छ। र हजुरले एड्रेस फिल गर्नुहुन्छ, एड्रेस चाहिँ फुल माग्नु होला र एड्रेसमा केही कन्फ्युजन छ भने हजुर गुगलमा पनि सर्च गर्न सक्नुहुन्छ। कुन वडामा पर्छ भनेर यो पोतली सडक एरिया छ। सो यहाँनिर डाइरेक्ट देखियो अनि मैले दिएअनुसार चाहिँ शङ्करदेव क्याम्पस छेउ अल्टिमेट स्टोर भनेर देखाएको थियो, त्यही मैले शङ्करदेव जस्तो देखाएको त्यस्तै मैले हाल्दै र हजुरले सबै फिल गरिसकेपछि सेभ गरिदिनु होला। र सेभ गरिसकेपछि हजुरको जुन एड्रेस छ मेन जुन नेम एड्रेस फोन नम्बर छ त्यो रिचेक गरेर क्लिक गरिदिनु होला है। क्लिक गरिसकेपछि हजुरको माथि गएर बस्छ, एकचोटि मजाले रिचेक गरिसकेपछि
अर्डर प्लेस भन्ने यहाँ डाउनमा छ, त्यो क्लिक गरिदिनु होला अनि क्याश अन डेलिभरीमा क्लिक गरिदिनु होला। यति गरिसकेपछि हजुरको अर्डर प्लेस भइदिन्छ कस्टमरको लागि है। र हजुरले यो प्रोसेस युज गर्दाखेरि चाहिँ तपाईँले अब कस्टमरबाट एडभान्स पेमेन्टमा प्रफिट पनि पाउनुभयो र हजुरले यहाँनिर एफिलिएटबाट प्रफिट पनि पाउनुभयो, डबल प्रफिट भयो तपाईँले यसो गर्दाखेरि। र हजुरहरूलाई यो काम गरेपछि चाहिँ कति चाहिँ प्रफिट हुन्छ भन्ने लाग्छ, 150 रुपियाँबाट त किन चाहिँ होला र भन्ने लाग्छ भने म तपाईँलाई हिसाब पनि गर्दै देखाइदिन्छु कति प्रफिट हुन्छ भनेर। ल मानिदिउँ हजुरले एउटा सामानबाट 100 रुपियाँ कमाउनु भयो अरे, इन्टु हजुरले दिनमा 10वटा सामान बेच्नुभयो भने चाहिँ 1000 रुपियाँ, प्लस हजुरले एफिलिएटबाट अब त्यही सामान एफिलिएटबाट बेच्नुहुन्छ नि त हजुरलाई, किनभने डबल प्रफिट हो। यसलाई ल मिनिमम गरिदिउँ 150 200 कति गरिदिउँ होला, ल 200 गरिदिउँ, 200 प्लस इक्वल्स टु यो दिनमा यति हुन्छ, इन्टु 30 दिन काम गर्दाखेरि तपाईँलाई हुन्छ 36,000। किनभने एउटा सामानबाट नर्मली 100 रुपियाँ त प्रफिट आइहाल्छ, 50 रुपियाँ त प्रफिट आइहाल्छ, जति सक्दो प्रफिट निकाल्ने हो। र हजुरलाई म मिनिमम पनि देखाइदिन्छु। एउटा सामानबाट हजुरले 50 रुपियाँ पनि बेच्नुभयो भने 10वटा सामानको 500 आउँछ, प्लस हजुरलाई 150 रुपियाँ एफिलिएटबाट आयो भने हजुरले दिनको 650 कमाउनुहुन्छ, इन्टु अब 30 दिनको कति हुने रहेछ त्यो हिसाब गर्दाखेरि 30 दिनमा 19,500 कमाउनु रहेछ मिनिमम है, दुईवटा अब डबल प्रफिट गर्दाखेरि। हजुरले यो इन्कम चाहिँ अब फिक्स हुन्छ भन्ने हुँदैन, कहिले योभन्दा थोर पनि हुन्छ, कहिले धेरै पनि हुन्छ। अब हजुरले अब कति मेहनत गर्नुहुन्छ, हजुरको कन्टेन्ट कस्तो छ भन्नेमा भर पर्छ है।